Yo, what's up guys? This is me Prakash Bora and today I am going to tell you about me. So guys, मेरो नाम चाहिँ प्रकाश बोरा अनि म बजाङदेखि अहिले चाहिँ म दिल्लीमा छु अनि म दिल्लीमा के गर्छु र मलाई कति टाइम भयो दिल्ली आएको. सो गाइज बेसिकली मलाई चाहिँ अलमोस्ट 10 इयर्स हुन लाग्यो दिल्ली आएको अनि यो 10 वर्षसम्म मैले के गरेँ त दिल्लीमा. म दिल्ली आएपछि सुरुको 1.5 वर्षसम्म त मैले केही गर्न सकिनँ किनभने म सानै थिएँ अनि मलाई हिन्दी भाषा नि आउँदैन थियो. त्यसपछि म ट्युसन जान थालेँ अनि ट्युसन गएपछि मलाई हिन्दी भाषा नि आउन थाल्यो. त्यसपछि बाबाले मलाई स्कुलमा एडमिसन गराइदिनु भयो अनि 4-5 वर्ष मैले यतै स्टडी गरेँ. त्यो स्टडीको बिचमा म घर जान्थेँ मम्मीलाई भेट्न अनि त्यसपछि मेरो खेलको सुरुवात कहिले भयो त. सो मेरो खेलको सुरुवात नै दिल्ली आएपछि नै भयो. मलाई त स्टार्टिङमा थाहै नै थियो कि यो कराटे भनेको भनेर अनि मलाई स्टार्टिङमा कराटे नै भन्थे त्यहाँ अनि त्यसपछि खेल्दै 2-3 वर्ष भयो. त्यसपछि बिचमा मैले टाइकोन्डो गर्न थालेँ. टाइकोन्डो गरेपछि स्टन्टहरू गर्न थालेँ जिम्नास्टिकहरू अनि त्यसपछि मैले युएफसीहरू एमएमएहरू देख्न थालेँ अनि 2024मा मैले एमएमएमा स्विच गरेँ अनि अहिले चाहिँ एमएमए नै गर्छु. पढाइ चाहिँ मैले 12 पास गरेँ. 12 पास गरेको पनि 1 वर्ष भइसक्यो. त्यो 12 पास गरेपछि चाहिँ मैले जब गर्न थालेको थिएँ स्कुलमा किनभने मलाई ट्रेनिङ गर्न चाहिँ टाढा जानु पर्थ्यो 1-1.5 घन्टा ट्राभल गरेर. त्यही भएर मलाई फाइनेन्सियल प्रब्लम थियो. त्यही भएर मैले जब गर्न थालेको थिएँ अनि म्यानेज गर्न धेरै गाह्रो भइरहेको थियो. ट्रेनिङ प्लस जब प्लस यताउता गर्दाखेरि धेरै दुःख भएको थियो अनि त्यही भएर मैले अहिले चाहिँ जब चाहिँ क्विट गरेँ किनभने मलाई म्यानेज गर्न धेरै गाह्रो भइरहेको थियो. ट्रेनिङ भइरहेको थिएन अनि मेरो हात पनि ब्रेक भएको थियो. त्यहाँ पोखरा गएर मैले फाइट खेलेको 2025-27 डिसेम्बरमा अनि त्यो हल्का बोन ब्रेक भएको थियो. त्यही भएर हल्का दुःख भइरहेको थियो हातमा. अहिले चाहिँ अलमोस्ट रिकभर भइसक्यो हातमा. पन्चहरू हल्का हानिरहेको छु. अलि 1 महिनासम्म अरू लाग्ला आई थिङ्क रिकभर हुनलाई अनि अब नेपाल जाने प्लानमा छु अनि सायद 1-2 महिनासम्म त म घरमा बस्छु. त्यसपछि हात रिकभर भयो भने अनि केटिएमतिर गएर फेरि ट्रेनिङ गर्नेछु अनि त्यसपछि ब्याक टु केज. सी यू गाइस. अब फेरि छिटै केजमा भेटौँला 2083 साल. अब राम्रोसँग गर्छु केही न केही. होप एभ्रिथिङ गोज वेल. सी यू गाइस. थ्याङ्क्स फर वाचिङ एन्ड बी कनेक्टेड विथ मी.